हेलो एभ्रिवान, यो चाहिँ मेरो घरबारी। अन्त बारी चाहिँ खोला छेउमा छ। यो पुल भयो, यो खोलाहरू छ। त्यहाँबाट यहाँ हामीले केहरू रोपेको छौँ। अन्त आज चाहिँ म यहाँ केही रोप्न जान लागिरहेको छु। अनि यहाँ जग्गाहरू खन्दैछु। तपाईँले देख्न सक्नुहुन्छ। यहाँ खनिरहेको छु है। अनि दिन पनि धेरै गर्मी छ, खनिरहेको छु। अन्त फेरि अब खनेर फेरि त्यसलाई पूर्ण हुन्छ मलहरू लाइकन। अन्त यहाँ गोडगाडहरू हुँदैछ। यो चाहिँ मैले बिउ निकाल्दैछु है, घरबाट ल्याएको। अन्त यहाँ निकाल्दैछु, त्यहाँबाट त्यो पछि मैले रोप्न थालेँ। गोडगाडहरू गर्दै रोप्दै ठाउँमा रोप्दैछु र डिस्टेन्सहरू धेरै राखेको छु है। यहाँ पनि लाएँ। यो करेलाको बिउ हो भनेर तपाईँहरूलाई देखाउँदैछु। करेलाको बिउहरू लाएको छु है, अलिकति। त यो चाहिँ एउटा चिनो जस्तो यहाँ रोपेको छु भनेर मैले लगाइसकेँ। अब फेरि पनि खन्नु थालेँ। यो चाहिँ करेला सकेर त्यो पछिको झिङ्गुनी रोप्नेवाला छु। झिङ्गुनी रोप्नको लागि खन्दैछु है। मलहरू खन्दैछु। गर्मी छ तर पनि खनिरहेको छु। मलहरू लाउन थालेँ। त्यसपछि खनेको हुँदै समय धेरै लागिरहेको छ है। अब फेरि यो चाहिँ झिङ्गुनी भन्छ। यो सब्जी अब रोपेपछि 3-4 महिना लाग्छ है यसलाई फल्नमा। अहिले चाहिँ यसको रोप्ने पछौला समय हो। त रोप्न गइरहेको छु। तपाईँहरूलाई नि इच्छा लाग्यो भने चाहिँ अहिले ठिक्कै समय छ है। यहाँ मैले लगाइरहेको छु झिङ्गुनीको बिउ। यहाँ मैले 5-6वटा जस्तो लगाएँ ताकि अब कोही बिउ पलाउँदैन भनेर है। यसरी मैले लगाइरहेको छु थुप्रो जग्गा। डिस्टेन्स यस्तै 2 मिटर यस्तो राखेर ठाउँ लगाइरहेको छु। हेरिरहनु सक्नुहुन्छ। यो चाहिँ काँक्राको बिउ है, सेतो देखिरहेको। अन्त कालो चाहिँ अब चाहिँ रोपिसक्यौँ है। यो
सबै बिउ बिजनहरू रोपिसक्यौँ, हेर्न सक्नुहुन्छ। यहाँ सकिसकेर अब घर फर्किन लागेको भनेर सकेर चाहिँ ठाउँहरू देखाइरहेको घरतिर लाग्यौँ।